हेलो नमस्ते वेलकम टु किरण's किचन। आज म मिक्स जुस बनाउन गइरहेको छु। यहाँ मेरो हेर्नुस् मैले यहाँ सबै रेडी गरेर राखेको छु मिक्स जुस बनाउनलाई। यहाँ तपाईले हेर्न सक्नुहुन्छ यो ठुलो बलमा यहाँ वाटरमेलन काटेर राखेको छ, बिटरुट, अनि त्यसपछि यतातिर ब्ल्याक ग्रेप्स, अनि यहाँनिर चाहिँ अनार हाम्रो राखेको छ हैन। अब यो सबै म एउटा ब्लेन्डिङ जारमा हाल्न गइरहेकी छु। यहाँ हेर्न सक्नुहुन्छ सबै हालिदिसकेँ। अब यहाँको पनि अब सबै हाल्दैछु म। हेर्न सक्नुहुन्छ यहाँ मैले सबै ब्लेन्डिङ जारमा हालिसकेँ। अब म यसलाई ग्राइन्ड गर्छु। हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ मैले ब्लेन्ड गरिसकेको छु ब्लेन्डिङ जारमा। अब यो ब्लेन्डरलाई म स्ट्रेन गर्छु। यहाँ मैले राखिसकेको छु सबै रेडी गरेर स्ट्रेन गर्नलाई। हजुर यहाँ हेर्न सक्नुहुन्छ यहाँ मेरो जुस रेडी छ टु सर्भ। अब यो सानो बच्चाहरूलाई दिने हो भने यसमा कालो नुन नखाने बेबीहरूलाई डाइरेक्ट यस्तिकै दिँदा पनि हुन्छ, र ठुलो मान्छेले जसले चाहिँ कालो नुन मन पराउनुहुन्छ उहाँहरूलाई हल्का कालो नुन माथिबाट स्प्रिङ्कल गरेर अनि दिन सकिन्छ। यहाँनिर इट्स रेडी टु सर्भ यो मिक्स जुस। अब यसलाई हामीले यहाँनिर यसमा हाल्न गइरहेकी छौँ यो जारमा। यहाँ हेर्नुहोस् यो ठ्याक्कै यो 1 कप भएको छ यो हाम्रो मिक्स जुस। अब यसलाई यसरी कभर गरेर यसलाई हामीले रेडी टु सर्भ बनाइसकेकी छौँ। सो दिस इज आजको रेसिपी मिक्स जुसको। Thank you for watching. Please subscribe and share.